आहा हेर्नुस् त मैले बनाएको मसरुमको तरकारी कस्तो राम्रो नखाए नि खाऊ खाऊ लाग्दो जस्तो बनेको छ। नमस्कार, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म च्याउको तरकारीको रेसिपी लिएर आएको छु। ल सुरु गर्छु है त यो रेसिपी बनाउनको लागि। हेर्नुस् त मैले यो च्याउ लिएर आएको छु। यो च्याउलाई चाहिँ अब म केलाउँछु है त। यसरी यसलाई हातैले केलाए पनि हुन्छ। यसो गरेर केलाएर राख्ने। हेर्नुस् त यसरी केलाएर सक्यो। हेर्नुस् त अब म यसलाई चाहिँ एउटा तातो पानीमा पखाल्छु है त। तातो पानीमा पखाल्यो भने चाहिँ यहाँ यसको फोहोरहरू सबै जान्छ। त्यसैले अब यो हेर्नुस् त अब म यो एउटा बाटामा खन्याउँछु। अब यसमा चाहिँ यो उम्लिएको तातो पानी राख्छु है त। हेर्नुस् त मैले यो तातो पानीमा राखेको छु। अब यसलाई चाहिँ यसरी एकैछिन यसरी मिच्नुपर्छ। अनि यसलाई यसरी पानी निचोर्दै यसरी निचार्दै एउटा जालीमा राख्नुपर्छ। हेर्नुस् त यसरी मैले तातो पानीमा पखालेर पानी निचारेर एउटा जालीमा राखेको छु। यसलाई मैले चाहिँ फ्राई गर्छु है त हल्का। हेर्नुस् है त यो च्याउ फ्राई गर्नको लागि चाहिँ मैले एउटा पेनमा तेल तताएको छु। हेर्नुस् त तेल तातेको छ। अब म यसमा मसरुम फ्राई गर्छु है त। हेर्नुस् त यो च्याउमा चाहिँ अघि तातो पानीमा डुबाएको भएर यो पानी निस्केको छ। अब यो पानीलाई चाहिँ म एकैछिन पकाएर सुकाउँछु है त। हेर्नुस् त यसमा पानी सुकेको छ। अब म यसलाई एउटा प्लेटमा झिकेर राख्छु है त। हेर्नुस् त मैले मसरुम फ्राई गरेर प्लेटमा राखेको छु। अब यसलाई पकाउनको लागि म फेरि कराईमा तेल तताउन लागेको छु। हेर्नुस् त यसमा अलिकति मैले जिरा फुराएको छु। अब यसमा म प्याज फ्राई गर्छु। यसमा मैले एउटा हर्रो खुर्सानी पनि राखेको छु। यो काटेर राखेको टमाटर राख्छु। अब यसलाई पनि एकैछिन पकाउनु पर्छ। हेर्नुस् त अब यो टमाटरलाई चाहिँ म एकैछिन ढाकेर पकाउँछु है त। अब म यसमा मसलाहरू हाल्छु है त। हेर्नुस् त सुरुमा मैले बेसा राखेको छु। त्यसपछि यो जिरा धनियाको धुलो, यो चाहिँ कश्मिरी मिर्च राखेको छु। हेर्नुस् त यसलाई एकैछिन पकाउनु पर्छ है त यो मसलाहरूलाई।
हेर्नुस् त यो लसुन र अदुवाको पेस्ट। अब यसमा म नुन राख्छु। यो मसलालाई चाहिँ यो मसला टमाटरलाई चाहिँ थोरै पानी राखेर एकछिन पकाउँछु है त। हेर्नुस् त हेर्नुस् त यो टमाटर प्याजहरू पाकिसकेको छ। अब यसमा म अघि फ्राई गरेर राखेको च्याउ राख्छु है त। आहा हेर्नुस् त मैले बनाएको मसरुमको तरकारी कस्तो राम्रो, नखाए नि खाउँ खाउँ लाग्दो जस्तो बनेको छ। हजुरहरू पनि घरमा यस्तै मसरुमको तरकारी बनाएर खानुहोला। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियोलाई लाइक कमेन्ट अनि सेयर गर्नुहोला। म छिट्टै अर्को रेसिपी भिडियो लिएर आउनेछु। हस्त धन्यवाद। बाई बाई।